भूगोलले मात्र नेपाल बन्दैन, मान्छेको भिडले मात्र नेपाल बन्दैन। हामी बीचमा माया, सहयोग, सद्भावको भावना, त्यो अनुसारको अभिव्यक्ति र चरित्र, त्यो अनुसारको आचरण र व्यवहार छैन भने यो देश भन्न लागेको रहन्छ। त्यसो भएको कारणले उहाँहरूलाई दुख्दाखेरि, दार्चुलावासीलाई दुख्दाखेरि, चोट लाग्दाखेरि हामीलाई पनि दुख्न जरुरी छ। त्यो भावना पनि हामी सकाल्न सक्छौँ। त्यसले गर्दा जीवनमा यस्तो एउटा अवसर तपाईँहरूलाई, यो फेरि अवसर आउँदैन, त्यहाँ बनाइसकेपछि फेरि फर्केर म जान्छु भन्दा हुँदैन। जानु सक्नु पनि हुन्न, जाने कारण पनि नहोला सायद है। पारिपट्टि भारत, अलि मासतिर चीन, त्यो कुना भन्दा अर्को कुना छैन। त्यस्तो कुना, कस्तो कुना रहेछ त त्यो ठाउँ है, जहाँ कोही पनि नेपाली जाँदैन, तर त्यहाँ पनि नेपाली दाजुभाइ बसिराख्नु भएको छ। वर्षौंदेखि, सयौं वर्षदेखि पुल पर्खेर बसिराख्नु भएको छ। बाजेले पनि पुलकै कुरा गर्दै मर्नुभयो, बाउ पनि बित्नुभयो, अब छोरा बित्ने बेला भयो, नाति बित्ने बेला भयो। त्यस्तो खालको ठाउँमा हामीले पुल थाप्दैन होइन। मान्छे हामी मन्दिर जान्छौँ, मन्दिरमा पनि जाँदाखेरि माग्छौँ, मान्छेले माग्छौँ हामी, त्यति स्वार्थ हो। तर यो श्रमदान होइन, हामी केही पनि हामीलाई हामी माग्दैनौँ, त्यहाँ केही पनि माग्दैनौँ। स्वार्थ हाम्रो केही पनि छैन, निस्वार्थ भावले। त्यहाँ हामी आफ्नो पार्टीको प्रचार गर्न जाने होइन, त्यहाँ हामी हाम्रो संगठन विस्तार गर्न जाने पनि होइन। त्यहाँ यस्तो एउटा नेपाल, जुन नेपाल बिर्सिएको नेपाल, जुन नेपालीलाई नेपालको हुँ भन्ने एउटा पनि अनुभूति छैन, त्यस्तो नेपाललाई हामीले जोड्न पर्छ भनेर हामी त्यहाँ जानेछौँ। त्यो चिज हो। त्यसले गर्दाखेरि म भन्न चाहन्छु, तपाईँ हिचकिचाइराख्नु भएको छ, तपाईँ केले तपाईँलाई चाहिँ होइन अप्ठ्यारो गरिरहेको छ भने त्योभन्दा माथि उठ्नुहोस्। हामी थोरैमा 50 जनाको संख्यामा त्यहाँ जानुपर्छ है। म त्यो भन्न चाहन्छु। थोरैमा 1 हप्ता 10 दिन श्रमदान गर्नुपर्छ त्यहाँ फिल्डमा, अनि फर्कनुपर्छ। जाँदा 4 दिन, आउँदा 4 दिन, म्यानेज द टाइम। सम्भवतः हामी 2 गते यहाँबाट रवाना हुन्छौँ। मैले फेरि भने, जाँदा आउँदा सबै व्यवस्थापन हुन्छ, खाना बस्नको पनि व्यवस्थापन हुन्छ, तर सिरप चाहिँ लानुपर्छ, स्लिपिङ ब्याग चाहिँ लानुपर्छ। मैले त्यति भने, त्यहाँ नाम लेखाउनु होला। धन्यवाद।